हैन यमुना दिदी फेरि मैले किने सेट लाज लाग्छ ओ दिदी लिदिया के रे यसको नाम अमरी समरिया के भन्ने नदेखाउ भनेको नि किन पढ्दैन फोनमा तँलाई छोडेर सबैलाई गर्छु So hello guys, welcome back to my YouTube channel, and if you're watching me for the very first time, my name is Apeksha. आजको भिडियो चाहिँ के को बारेमा हो भनेर तपाईले अलरेडी बाइ द टाइटल थम्बनेल नै बुझिसक्नु भइसक्यो हैन अन्त आज चाहिँ तर पनि भन्छु नि ल आज चाहिँ मेरो हस्बन्ड हस्पिटलबाट डिस्चार्ज भएर आउनु हुँदैछ हैन अन्त मेरो ह्याप्पीनेस मेरो फेसबाट चाहिँ देख्नु हुँदैछ होला हैन कस्तो हुन्छ अनि किनभने obviously त्यसो हुन्छ उ नभएको मोर देन 1 वीक भएको थियो घरमा अब शून्य जस्तो त हैन शून्य फिल भइरहेको थियो प्लस श्रीनुले पनि कति खोज्यो नि उसको पापालाई सो आज चाहिँ फाइनली उ आउनु हुँदैछ अन्त के कसो हुन्छ तपाईलाई देखाउँदै गर्छु नि ल गाइस हेर्दै गर्नुस् होला बाइ सो गाइस अहिले चाहिँ हैन पापा आइसक्नु भयो घरमा तर पापाले चाहिँ नदेखाउनु अरे अब जाति भइसक्यो नि त हो त्यही भएर चाहिँ उसलाई नदेखाउनु भन्दैछ अब मलाई कस्तो ढुक्कै हुन्छ कस्तो ढुक्कै किन भन्नु त श्रीनुले मलाई पछ्याउँदैन नि त अब चाहिँ नि श्रीनुले पापा मात्रै भन्छ हेर्नु नि दुईजना अब दुईजना म बोलमा छ उसको खेलाउने सबै कुराहरू अन्त अब के कसो हुन्छ तपाईँलाई देखाउँदै गर्छु नि ल भर्खर सुतेर उठेको नि त श्रीनु चाहिँ त्यही हेर्नु भर्खर सुतेर उठेर श्रीनुको कन्डिसन चाहिँ भन्नु न नानी कसको पापा मेरो पापा हेर है कसको पापा हो मेरो कि तिम्रो कसको मेरो पापा ए मेरो पापा हेर है मेरो पापा छिटो अघि गर छिटो पापालाई अघि गर छिटो अघि गर छिटो ए नगर्नु अरे नदेखाउनु पर्यो हेर्नु त्यत्रो भिडियोजमा चाहिँ पहिलातिर त भिडियोजमा आएर त्यस्तो भयो कि अहिले चाहिँ नदेख किन हो किन नदेखाउनु हेर तिमीलाई कतिजनाले भन्यो गेटमा ठुलो छ न कत्रो आएर स्क्रिनमा नअटेको आयो पछाडिबाट किक पो हान्दैछ मलाई त टुङ्कु गर्दै आजी आयो नानी कसको मम्मा हो म कसको मम्मा हो अब चाहिँ तपाईहरुले हामीलाई कम्प्लिट फ्यामिली देख्नुहुन्छ है ला लड्यो उठ छिटो यहाँ नस्टिनु कसको पापा मेरो पापा यहाँ मेरो पापा कसको पापा हो अन्त त्यही हो अब तपाईहरुलाई देखाउँदै गर्छु के कसो हुन्छ हो अन्त खानाहरु पनि पकाउनु पर्छ मेरो हेर्दिउ न एकताल कतिजनाले तिमीलाई यस्तो भन्यो नि त अब गेट वेल सुन भेनालाई के भएको हो भनेर भेनालाई के भएको हो त्यसै अब भेना तगडा छ के भन्छ अहिले तगडा भएको है जस्तिसम्म तगडा थिएन यस्तो डरलाग्दो विक थियो ऊ चाहिँ हैन बोल्नु पनि सक्थेन तपाईलाई मैले अलरेडी भनिसकेको थिएँ अस्तितिर हैन अहिले चाहिँ तगडा भएर चाहिँ फुर्के भएको हेर्नु तगडा भएर फुर्क्यो आइज नानी यहाँनिर भनिदेऊ न नि त तिमीलाई थ्याङ्क यू जतिजनाले पनि मलाई भन्नुभयो भन न के थ्याङ्क यू सम्झिदिनु भएकोमा लाज लाग्छ ओ अहिले म ठिकै छु भनिदेऊ न अब अहिले ठिकै छु हेर्नु न अब पहिला यस्तो भन्थेन उसले छोरीलाई बिर्से मैले उ आएर पहिला यस्तो भन्थ्यो मलाई भिडियो बनाउन भन्थ्यो हैन ए म के भन्दैछ पहिला यस्तो भन्थ्यो उसले हैन मैले भिडियोजहरु बनाउनु थिएन नि त अब भ्लगहरु कन्टिन्यू हाल्थिन हैन त्यतिबेला चाहिँ उसले यस्तो भन्थ्यो भिडियोज बनाउनहरु भन्थ्यो हैन अहिले भिडियोज कन्टिन्यू बनाउनु थालेको मैले हो बोल्दैन पो के भएको हो राम्रो अन्त भन न अनि मैले भनेको अब कतिजना बहिनीहरु दिदीहरुले भन्दै थियो गेट वेल सुन भाइ भेना भनेर भन न त अहिले म ठिकै छु डिस्चार्ज भएर आए भन न त थ्याङ्क यू भरे हैन थ्याङ्क यू तपाईले विश गरिदिनु भएकोमा थ्याङ्क यू भन्दैछ अनि के त मैले त्यही त भन्दैछु त अन्त अहिले म ठिकै छु
ए ल चेपेकै छैन के साह्रो है उसको पापालाई अलिकति नछुनु भन्छ अलिकति पनि उसको पापालाई यस्तो गर्छ उ श्रीनु चाहिँ कस्तो नटिकल छ नि उसको पापा आएपछि अब म भएकोमा त हो अब मलाई बिर्स्यो उसले अघिसम्म मेरो पछि पछि हिँड्थ्यो होइन यहाँनिर यो भित्र चाहिँ उसको ड्रेस छ कि बिर्स्यो भन्दै उसको ड्रेस छ कि हेर्नु हस्पिटलमा भइन्छ ल म नि है कालु यस्तो टक्कै यो के हाल्नुको लागि यो खोल्थेँ कि उसको यहाँ ड्रेस भन्थ्यो कि पापा पापा भन्थ्यो कति माया लाग्दो यहाँ न खोइ यस्तो अर्को एउटा यो उयोमा पसिसकेको हो टेबलभित्र हत्तु बनाएको मलाई ए सो गाइज अब तपाईँहरूलाई देखाउँदै गर्छु ल आज चाहिँ मन्डे हो अन्त मन्डे चाहिँ मेरो फर्स्ट त होइन म मासुहरू खाँदिनँ हो के गर्दैछ ए हाई गाइज गरेको लु गरालु हाई गाइज नक्कली कस्तो छ त उसको पापा भनेपछि अहिले चाहिँ अब मेरो हस्बेन्ड पनि फाइन भएर हस्पिटलबाट डिस्चार्ज भएर पनि आइसक्नु भएको छ घर मैले तपाईँलाई अस्ति दिन भनेको थिएँ होइन श्रीनु चाहिँ श्रीनुको पापासँग कस्तो क्लोज छ भनेर मलाई बिर्स्यो हेर्नु पापा आएर त देख्यो त्यस्तो छ श्रीनु चाहिँ श्रीनुको पापा भनेपछि सो गाइज आज चाहिँ मन्डे हो हल्ला हुँदैछ है आज चाहिँ मन्डे हो अन्त मन्डे चाहिँ मेरो फर्स्ट पनि हो म मासुहरू केही खाँदिनँ हो अन्त त्यही हो पूजा गर्न आँटेको अन्त हेर्नु 7 बजिसक्यो उज्यालै छ बाहिर चाहिँ देख्नुभयो होला अन्त यहाँ के कसो हुन्छ म तपाईँहरूलाई देखाउँदै गर्छु नि ल गाइस हेर्दै गरिदिनुहोस् अन्त मेरो ह्याप्पिनेस चाहिँ मेरो अनुहारबाट देख्नु हुँदैन है कतिको खुसी हुन्छ किनभने अब कम्प्लिट फ्यामिली हुनु जस्तो है अब अस्तिसम्म त पापा नभएर कस्तो भइरहेको थियो नि त घरै अब सुन्ने हो हेर्नु हल्ला भएको सुन्ने भइरहेको थियो हो अन्त यहाँ हेर्दै गर्नुहोस् ल अब चाहिँ देखाउँदै गर्छ डिस्चार्ज भएर आयो यसको पनि घर जाने दिनहरू आउँदैछ हो यहाँ बसेर हेरिहाल्नुहोस् पेटहरू यसको हो कसो अरे मार्किङ लागेको जस्तो भइरहेछ अब यो पनि जान्छ घर बेना आइपुग्यो नि त भयो है मिस गर्छस् मलाई है के गर्नु आज तँलाई के गर्नु अरे हो हेर कालु गरिदिनुहोस् तैँले गर्छु भन्नु न भिडियोको लागि त गर्छु भन्नु भन्दिनँ म ल भन्दिनँ भन्नु भिडियोको लागि सिनुलाई गर्छु सिनुलाई गर्छस् सिनुलाई खालि गर्छु बेनालाई गर्दैनस् बेना मेरो जिग्री हो नि तँलाई छोडेर सबैलाई गर्छु यता तर यसलाई बाटोमा ब्रिजमा पाएको भनेर तिमीलाई अस्ति मैले कथा भनेको थिएँ होइन अहिले मन तँ को पढिछस् त म आफू पढ्थेँ सो हाई गाइस फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा हो अन्त हिजो चाहिँ मैले पूजासुजा गरेर चाहिँ भिडियो रेकर्ड गर्नु पाइनँ होइन रेकर्ड गर्नु पाइनँ भन्दा पनि बिर्सेँ खाना मस्त एक धुनमा पकाउँदै थिएँ होइन सब्जी पाकिसकेको थियो भात पाक्नु बाँकी थियो के भयो भन्नुहोस् त ग्यासै सक्यो हो भात चाहिँ उतापट्टि अन्जुली दिदीकोमा बसाएँ मैले हो अन्त त्यस्तो भयो गाइस आज चाहिँ हामी खानु आँटेको छु मोमो हो अन्त कति बात मोमो खानु आँटेको घरमा खाएको थियो लास्ट टाइम त्यही हो अन्त चिकन पनि खाने अन्त चिकन प्लस हेर्नुहोस् यो यसको खाने पर्खिनु तपाईँलाई देखाउँछु यसको भन्दाखेरि चाहिँ यो इस्कुसको यो इस्कुस चाहिँ मैले अस्ति घरबाट ल्याएको गाइज हो आमाहरूलाई किनभने म चाहिँ इस्कुसको मोमो चाहिँ पुरा मन पराउँछु आमाहरूले ल्याएको छ नि त सो आप्पाले चाहिँ बिचारा मन्जु दादाकोमा गएर मन्जु दादाले चाहिँ मलाई इस्कुस दिएको थियो हो कतिवटा हालिदिएको थियो 3टा जस्तो चाहिँ मैले सब्जी बनाएर खाइसकेँ मासुसँग हो अन्त यति चाहिँ छ 6वटा रहेछ 1 2 3 4 5 6 भनिहालेको 6वटा छ यसको चाहिँ मोमो खाने म र हामी खाने हामी फ्यामिली अन्त अन्जुली दिदी र अनुप दादा हो दादा चाहिँ आज चाहिँ ट्युसडे हो सो दादाले चाहिँ चिकन खाँदैन नि त अन्त म र अनुप दादा चाहिँ इस्कुसको मोमो खान्छ हो इस्कुसको मोमो खान्छ अन्त दिदी आविष्कार हो अन्त भाइले चाहिँ दिदी आविष्कार अन्त हस्बेन्ड कालु मेरो कालु डर्लिङले चाहिँ होइन मासुका खान्छ अन्त के भन्नुहोस् त हाम्रो श्रीनुले पनि पुरा मन पराउँछ मोमोहरू चाहिँ हो अन्त त्यस्तै छ अब के कसो हुन्छ तपाईँहरूलाई देखाउँदै गर्छ हो मोमोहरू बनाउने स्टार्ट गर्ने टाइम 6 बज्यो हो
अन्त अब स्टार्ट गर्नुपर्छ किनभने अब जति ढिलो त्यति आफूलाई नै ढिलो हुन्छ हो अन्त अब चाहिँ म इस्कुस तास्छु अन्त तपाईँलाई अलिअलि रेडी पारिसकेर मात्रै भेट्छु ल गाइस बाई अभी नगर अप्ठ्यारो हुन्छ ल कहिले त्यसो गर न हेर्नु यहाँ दुईजना यस्तो छ हेर्नु दुईजनालाई चाहिँ भर्खर मात्रै पेट मिलाएको मैले दुईजना हेर्नु यहाँ चलेर यस्तो त छ दुईजना आयो पापा फेरि आयो 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 चिउमै बनाउँछ लिनु चाहिँ कस्तो खालको रहेछ खोप्दैछ है छुर्पी खेलाको होस् न हँस बेसी त्यसो हुन्छ नि त हातले है इस्कुसले चाहिँ मैले चाहिँ यति गरेँ हो अझैलाई मजाले गरेर अब यो पुच्कुसा छ पुच्कुसा हेर्नु है धराब झन्डै धराब भएको छ इस्कुस मोमो खानुको लागि चाहिँ राखेको नि त मैले इस्कुस चाहिँ दुईजना हेरिहाल्नुहोस् के साह्रो होला है दुईजना हेर्नु दुईजना खेल्दैछ म चाहिँ यस्तो छु कि हो नि यो बेडमा पुरा कुद्छ नि त अब जस्तै यहाँ होइन भर्खर मात्रै मिलाएको थियो मैले हेर्नु दुईजनाले यस्तो गर्छ यसरी उसलाई भुइँमै राख्नुपर्ने रहेछ एकछिन हेर्दा यस्तो छ हालत हामी दिनभरि हेर्दै खाना पकाउनेलाई चाहिँ कस्तो होला यहाँ हेर न एकताल यहाँ यता हेर न कस्तो हुन्छ एकछिन हेर्दा कस्तो भयो भने त कस्तो भएको अविष्कार पनि आयो मैदा लिएर अब यता खोज्दै गर्छ है गाइसहरू गाइस हाम्रो चाहिँ यहाँनिर किमा पनि रेडी भइसक्यो यो इस्कुसको यो चिकन यहाँ डल्ले पार्दैछ मेरो कालीले यहाँ सिधै चाहिँ पछि हाम्रो पछि हिँड्दैछ यहाँ गएर खेल न हौ भाइसँग जाउँ त हेर अञ्जली दिदी चाहिँ अचार बनाउनु गएको अरे गएको यसमा पनि हालिराख्नु पऱ्यो नि त्यसलाई यो भेज बनाइहालौँ ल अन्त चिकन बनाउँ हेर्नु यमुना दिदी ए कहाँ गएको यमुना दिदी यो फेरि किने मैले भनेर हौ यमुना दिदीलाई पनि देखाउँछु तिमीहरूले कति दिन भएको थियो हाम्रो अञ्जली दिदीले नदेख्नु तपाईँ त कहाँ गयो कहाँ गयो तपाईँ चाहिँ अचार बनाउँछु भन्दै हेर्नु यमुना दिदी फेरि मैले किने सेट के भएको लजस अहिलेको त्यहाँ सबैजना भ्लगरहरूको जमानामा यहाँ लजस के भएको थियो भाइ गाइस भन न यहाँ तिमीहरू के भन्यो मनमै लागेछ के भन्यो नदेखाऊ भनेको नि किन पढ्दैन फोनमा बेइज्जती हुन्छ देखे के भन्यो भाइले साइड बरु आधा मात्रै देखाउन आधा मात्रै हामी किन मोटाएको थाहा छ हामी चैतको वैशाखको हाउडीमा उड्दैन भनेर यस्तो मान्छे निस्क्यो भने त उड्छ कहाँ गयो अफिसमा पनि खोज्नु जानुपर्छ भुलन त्यो चाहिँ नि गाइस तपाईँले जसले मेरो पुरानो भ्लगहरू हेर्नु भएको छ नि फर्स्टको म यहाँ आएको भ्लग हेर्नु चाहिँ उसलाई हेरेर चाहिँ तपाईँ नि त्यति बेलाकोमा चाहिँ चैत वैशाखमा चाहिँ उड्थ्यो फेरि कस्तो धेरै दिदी कस्तो धेरै त्यस्तो भन्दा म अहिले नै ठिक छु भने म अहिले नै लाग्दैछु भने सो गाइस अब चाहिँ तपाईँलाई बनाएर भेट्छ ल अहिलेको ठिक छ हौ म त हेल्दी नै मनपर्छ हुँदैन भन्नु त अत्याचार हेल्दी भइहाल्यो नि त्यो त है होइन यस्तो अनुहारहरू मान्छे तपाईँको पुकवाला भएको छ नि त ठिकै छ सो गाइस अब चाहिँ तपाईँलाई मोमो बनाएर भेट्छ ल किनभने फुर्सद छैन के भन्दैछ हामीलाई यहाँ इग्नोर गरे ल कान तुनेर बस्दैछ है गाइसहरू गाइस हाम्रो चाहिँ यहाँनिर मोमो पाक्दैछ यो चाहिँ भेज हो यहाँ चाहिँ के नखानु भनेको छ अरे हो
भेज चाहिँ हो मेरो र अनुदादाको चिकन। यहाँ मेरो अन्जुलीले पनि के भन्दैछ म तपाईँहरूलाई अन्जुलीलाई देखाउँछु। यहाँ चाहिँ हाम्रो चाइल्ड टेक केयर गर्ने होइन टाढोबाट आउनु भएको आजको लागि एक दिनको लागि मोमो बनाउनुको लागि हो। भाइको यस्तो झरिरहेको छ हेर्नु न दिदी। ओ भाइ तान्दैन भाइको यस्तो ग्याली झरिरहेको छ। मोमो खाएको नानीहरू लावारिस भइसक्यो हाम्रो। नो त्यस गर्नु हुँदैन स्विङ छोडी। यहाँ अब चिकन बनाउँदैछ यहाँ बनाउने मान्छे यहाँ बेल्ने मान्छे। सो गाइस होइन यसमा चाहिँ छ भेज इस्कुसको मोमो यो चाहिँ चिकन हो। यहाँ चाहिँ 3टा थियो एउटा चाहिँ अनुदादाले खाइसक्नुभयो अन्त यहाँ हेर्नु पाकेको छ नि त्यस्तो छ। यो चाहिँ कुन के बनाएको यो चाहिँ यो भयो तपाईँलाई कस्तो रहेछ मोमो चटचटो गर्दैछ यो कति बार खाएको मैले मोमो। अब अहिले खाँदै देखाउँछ ल तपाईँहरूलाई भाउ र हो खाने चिज हो कस्तो खाएको रहेछ देखेला दादा कस्तो। यो चाहिँ अरे दिदीको आमाडी सामाडी लिडिया के अरे यसको नाम आमाडी सामाडी कस्तो हात दुख्यो म छटाउँदाखेरि। नयाँ डिजाइनको मोमो। ओ हेर कालु कत्रो फुल्यो मेरो यी हातै त्यसमा हिको त। दुईजना चाहिँ गम्भीर अवस्थामा नहर्नु न बिचाराहरू मेरो मेरो झन् हेर्नु त्यो चिसो बसिरहेको रहेछ। देदे रे पैयाका देदे भनेर चाहिँ केसँग लाग्यो नानीलाई भेटेको कालु खान एउटा तेरो एउटा नुन हालेको छैन पो दिदी। ओ हाम्रो साइडबाट स्पिकर बोल्दैछ हो हामी चाहिँ खाएको ल अब यी खाँदैन दादा खानु न एक दुईवटा अन्त। मलाई तर मन पर्ने यो के कचार हो दिदी तिलको भाडा नपर्ने तिलको अचार तिलको अचार मेरो 2टा मिक्स। अब खाइसकेर भेट्छ ल बाई। दबाई दिनुहोस् त दबाई। मम्मा छिटो छिटो मम्मा छिटो छिटो मम्मा छिटो अन्त यहाँ मम्मा अन्त दबाई दिँदैन यहाँ लु सुत यहाँ निमा गरिहाल छिटो नभए दबाई दिन्छ जान्छ दिलमा दबाई खाने दबाई खाने दबाई खाँदैन मेरो बच्चाले दबाई खाँदैन। सो गाइस हामीले चाहिँ मोमो समो पनि खाइसक्यो होइन। यो सोमोहरू भन्ने चाहिँ किन लगाएको होला है। मोमो पनि खाइसक्यो यहाँ हेर्नु न यी बदमास गर्दैछ अहिले चाहिँ फिलहाल श्रीनु चाहिँ आम्मै यहाँ बेडमा चाहिँ च्याउ बनाउँछ खुर कुदेर जान्छ नि त ऊ चाहिँ हो। अन्त यहाँ अन्जुली दिदी दादाहरू पनि गइसक्नु भयो घर। अन्त अरू केही छैन गाइस त्यही हो आजको लागि यति नै थियो यो vlog. I hope you guys will like it. And मन पर्यो भने please do like, comment and subscribe to my channel. Till then I'll see you guys in the next video. Bye.